हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र आज फेरि तपाईँको सामु धेरै दिन बाद न्यू भिडियो लिएर आएको छु है। यो चाहिँ छ सरमसा गार्डनमा चाहिँ हाम्रो होमस्टेको दिनमा चाहिँ हामीले स्टल थापेका थियौँ है, त्यसको बारेमा छ। र तपाईँहरूलाई थाहा नै छ म चाहिँ त्यहाँ एउटा क्रुसे आर्टिस्ट हो है, र मेरो बहिनी पनि अनि मेरो मम्मी पनि है, हामी हाम्रो फ्यामिली नै हामीले क्रुसे बिजनेस रन गर्छौँ है। हाम्रो चाहिँ प्रिजम एसएचजी ग्रुप छ जसले चाहिँ हामीलाई चाहिँ अल ओभर इन्डियामा है सपहरू लाउन, अब जहाँ पनि सरस फेयर हुन्छ त्यहाँ चाहिँ हामीले स्टल लाउन पाउँछौँ है। हामीलाई चाहिँ त्यो सरहरूले लानुहुन्छ र हामीले चाहिँ के बनाउँछ तपाईँले हेर्न सक्नुहुन्छ। किचेन्सहरू क्युट किचेन्सहरू छ, हेड ब्यान्ड्स, ब्रोन्चेस है, यो विन्ड स्पिनर। अन्त यो हेर्नु सयपत्री फुल तपाईँहरूलाई दिवालीमा तिहारमा चाहिँ तपाईँले नेचुरल फुल सालै नै किन्नुहुन्छ, तर यो घरको बाहिर डेकोरेसन गर्नलाई चाहिँ तपाईँले यो सयपत्री फुलको आर्टिफिसियल सयपत्री फुलको माला किन्नु सक्नुहुन्छ, जो चाहिँ तपाईँले धुँदै रियुज गर्नु सक्नुहुन्छ है। र यसरी प्लसिजहरू, त्यहाँ रबर ब्यान्ड्स, अन्त हेर्नुहोस् क्युट अमिग्रुमीहरू छ है, ब्याग्सहरू छ, बेबीको ड्रेसेसहरू छ, क्लचरहरू छ, विन्ड स्पिनर अन्त फ्लावरहरू तपाईँले देख्न सक्नुहुन्छ, कार्नेसन, रोज, लिली है। र ब्यागहरू सबै कस्टमाइज पनि हुन्छ है। तपाईँले इन्स्टाको पेजमा हामीलाई डिएम गर्न सक्नुहुन्छ, हेयर ब्यान्ड्सहरू, हेड ब्यान्ड्सहरू है, रबर ब्यान्डहरू। र यो स्टल एकदमै राम्रो भएको थियो, 8 तारिकको 1 डे स्टल थियो है। जनवरीमा चाहिँ हामीले जोरथाङ सरस फेयरमा स्टल लगाएको थियौँ, र यो चाहिँ अस्ति मार्चमा हो, 8 मार्चको दिन वुमन्स डेको दिनमा। र यहाँ चाहिँ सिक्किम युनिभर्सिटीको स्टुडेन्ट्सहरूले है रिसर्च गर्नु हुँदै रहेछ, र मलाई मेरो एउटा सानो इन्टरभ्यू लिनुभएको थियो। र तपाईँलाई मेरो भिडियो के कस्तो लाग्यो, मन परेमा चाहिँ क्रुसेलाई फलो गर्नु होला, अनि मेरो पेजलाई चाहिँ नि माया दिइराख्नु होला। थ्याङ्क यू सो मच।